हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। यहाँहरूलाई मेरो यस युट्युब च्यानलमा हार्दिक स्वागत छ। साथीहरू, आज हामी हाक्सा बिच हाइकिङ जाँदैछौँ। सधैँभरि तिनजनाको सँगै छुट्टी हुँदैन, आज चाहिँ तिनजनाको छुट्टी भएर साथीहरू हामी चाहिँ घुम्ने काम गर्ने साथीहरू तिनजना सँगै छुट्टी भएर चाहिँ आज हाइकिङ जानु लागेको। दुईजना साथीहरू अगाडि हुनुहुन्छ, म यहाँहरूलाई चाहिँ हाम्रो साथीहरू चाहिँ हिँडिरहनु भएको छ। अगाडि पसल खोज्दै स्यामिया खोज्दै हिँड्नु भएको छ। आज हाक्सा जानलाई त्यही 3 मिनट बाँकी थियो, त्यही भएर 3 मिनट कसैले फेला परेको। आज हाम्रो तिनजनाको सँगै छुट्टी मिलेको दिन। यो हामी चाहिँ मकाउ रुजुल होटल, यानि कि यहाँको भाषामा चाहिँ हाम्रो होटलको नाम लौसिफिक भन्छ, लौसिफिक चौकिन। त्यसको मतलब मकाउ रुजुल होटल। हामी तिनजना सँगै काम गर्ने हो। हाम्रो चाहिँ यस होटलमा जम्मा काम गर्ने हामी तिनजना हो। अब हाम्रो कहिले कसो सँगै छुट्टी पर्दैन। आज चाहिँ कताबाट भाग्यवश सँगै छुट्टी परेको हुनाले चाहिँ टक्क तिनजना मिलेर हाक्किङ जाउँ भनेर होइन हामी जाँदैछौँ। अहिले बाटोमै हो। आजको डेस्टिनेसन चाहिँ हाम्रो डेस्टिनेसन भन्नुपर्दाखेरि हाक्सा बिच पुग्ने हो। हाक्सा बिच हामी आज हिँडेर पुग्छौँ। यहाँहरूलाई बाटोमा सबै ठाउँको चाहिँ परिचय गराउँदै हामी जान्छौँ। आज यताबाट हिँडेर गए पनि उताबाट बसमा हुने हो। हेरौँ, अब हाम्रो यहाँबाट यात्रा सुरु हुन्छ। सन्त बस हुन्छ, यो पछाडिको बाटो देख्नुहुन्छ यहाँहरूले। हो, यहाँबाट चाहिँ हामी उकालो लाग्छौँ। अब यो बाटो उकालो लगाएर सर्ट हिँड्दै गइन्छ। ल, यो हाम्रो बमसल्टी भ्यानसन मान्छे लाग्नुभयो। ल आउनु जाउँ। लाग्यो जङ्गलतिर। अब जङ्गलमा टिउँ हिँड्दै हामी ठाउँमा यहाँहरूलाई ठाउँको परिचय गराउँदै लान्छौँ। हाई भनिदिनु त, हाई भनिदिनु। कहाँसम्मको यात्रा हो तपाईँको? यात्रा कहाँसम्म हो? जङ्गल यात्रा हो। हामी कैलाश डाँडा पुग्नु। कहिले डाँडा हो? ल बधाई छ। ल डाँडा पुग्नुहोस्, उहाँ गएर छिटो। ल लाग्नु। यहाँबाट भर्याङबाट लाग्छौँ साथीहरू। अब हामी जङ्गलको बाटो, यो भर्याङबाट यहाँ तपाईँहरू कोही घुम्न आउनु हो भने यसो अलिकति सावधान हुनु होला, किन त्यहाँ सर्पको चिन्हहरू पनि छ। सायद जङ्गलमा बाघ भालु चितुवाका त छैन, सर्पको चाहिँ छ। सर्प हुनसक्छ रुखतिर, त्यही भएर विचार गरेर हिँड्नु होला। यो चाहिँ जङ्गलबाट सुरु भयो हाम्रो यात्रा। अब अगाडि दुईजना साथीहरू एलेक्सजी र हाम्रो जङ्गलको बाटो यस्तो छ। हाम्रो नेपालको जस्तै रातो माटोहरू पनि देखिन्छ यहाँ बाटोमा। हेर्नुहोस् त, ब्रेक हामी लगाउँ यहाँ 5 मिनट जति। अलिक पानी खाएर फेरि हिँड्छौँ, किनकि कालो पनि छ। आइस ब्लु आइस भन्ने पनि आउँछ। अलिकति गाडीमा पेट्रोल घटे जस्तै केही घटेको अनुभव भयो, महसुस भयो साथीहरूलाई, सायद मलाई पनि। त्यही भएर अलिकति छुच्च एक टक दिएर एक बोतल पानी खाएर हामी एउटा माथि लाग्छौँ। ल, छोटो ब्रेक भइरहेको छ। यो आइसमा पनि हाम्रै देशको जस्तो छ। यो के अरे माउन्ट एभरेस्टको चिन्ह पनि छ। माउन्ट एभरेस्टको चिन्ह हेर्नु त, ठ्याक्कै छ। काला पत्थरबाट मगायो नि त यो। ठ्याक्कै यहाँबाट हाम्रो 5 मिनटको लगभग ब्रेक हुन्छ। ब्रेक सकेपछि त्यसपछि हामी फेरि हिँड्छौँ। यसलाई चाहिँ ल साथीहरू, अब फेरि हामी लाग्यौँ यहाँबाट। हामीले के यसो खानेकुराहरू खाएका छौँ। अब हाम्रो बानी के हुन्छ, नेपालीको बानी खाएपछि जहाँ पाए त्यही फाल्ने, तर कृपया जहाँ पाए त्यही नफाल्नु होला। सम्बन्धित ठाउँमा डस्टबिनहरू बाटोमा भेटिन्छ होला, हामी त्यहाँ गएर फाल्नेछौँ। हस् त, अब फेरि हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ साथीहरू। ल गो हेड। ल साथीहरू लाग्यो, अब म पनि लाग्छु। अब साथीहरू यहाँ चाहिँ हामीले बाटोमा हिँड्ने क्रममा यहाँ डस्टबिन फेला पारेका छौँ।
अब हामीले खाएको ऐका बोतलहरू फोहोरहरू हामी यहाँ फाल्छौँ। यहाँ जथाभावी फाल्नु हुँदैन। यो चाहिँ हाम्रो अलिकति हामी नेपालीको बानी अलिक खराब हुन्छ। जहाँ जहाँ पाएँ त्यही फाल्नु हुन्छ। त्यो गरेर जहाँ पनि फाल्नु सम्झने ठाउँमा यो फेरि टक्क यहाँ कस्टमा टक्क यसरी फाल्नु होला। अब अझै पनि हामी हिँडिरहेका छौँ बाटोमा। अझै ठाउँमा पुगिएको छैन, अझै टाढा छ। चाँडै पुगिन्छ कि भनेर जङ्गलको बाटो हिँडेको। ठाउँमा बस्दै किन हतार गर्नु भनेर छुट्टी दिन आज टक्क 3 जनाको छुट्टी। अब त यो सन्डेको लागि ठ्याक्कै मिलाएको छुट्टी पनि। ल साथीहरू, हाम्रो यात्रा फेरि सुरु भयो। हाम्रो अगाडि गम सर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो स्काउट, आजको स्काउट होइन। यात्रा सुरु भयो हाम्रो स्काउट सर हाई गरिदिनु त ल। जङ्गल भ्रमण। उहाँ पहिला वन विभागमा चाहिँ के हुनुहुन्थ्यो सर? वन विभागमा पाले रेन्जर वन विभाग रेन्जर हुनुहुन्थ्यो पहिला। उहाँलाई चाहिँ जङ्गल सम्बन्धी एकदम ज्ञान रहेछ। यहाँ पनि QR कोड रहेछ यो रुखको बारेमा। सबै रुखमा ट्याग छ। ल आउनु, यहाँ हाम्रो एलेक्सी पछाडि हुनुहुन्छ। उहाँले अलिअलि टाढा भएको हुँदाखेरि हामीले चाहिँ अलिकति ब्रेकफास्ट खाँदै हिँड्दै गर्दैछौँ। अझै पनि हामी डेस्टिनेसन पुगेको छैनौँ। अझै अन्तिम ठाउँमा पुगेको छैनौँ। भिडियो गर्दै हेरौँ होला। हेलो साथीहरू, वेलकम ब्याक। अब हामी चाहिँ फेरि 5 मिनट ब्रेक। हाम्रो यहाँ चाहिँ ब्रेक चाहिँ हल्का ब्रेकफास्ट ब्रेक हुन्छ हाम्रो। लगभग 5 मिनट हामी यहाँ ब्रेक बस्छौँ। त्यसपछि हाम्रो फेरि यात्रा सुरु हुन्छ। हामी चाहिँ जाने भनेको यहाँ हो साथीहरू। यो हाक्सा बिच हाम्रो हिँडाइ आजको हिँडाइ यहाँसम्म हुन्छ। हाम्रो डेस्टिनेसन आजको चाहिँ देख्नुहुन्छ हजुरहरूले। हाक्सा बिच हामी बस्छौँ। त्यसपछि फर्केर पुनै अझ हाम्रो नेपाल धेरै सुन्दर हो। धेरै सुन्दर नेपाल भनेको नेपाल। अहिले ब्रेक हुन्छ 5 मिनट 10 मिनट ब्रेक गर्छौँ। त्यसपछि फेरि हिँड्छौँ। ब्रेकफास्ट लागि तयारी हुन्छ। तपाईँको तयार गरौँ ल। 15 टायर हामी चाहिँ खासमा खाएर 5 मिनटहरू फेरि अगाडि लाग्छौँ। अहिले चाहिँ ब्रेक। हेलो साथीहरू, ल हाम्रो चाहिँ ब्रेक सक्यो। हामी अब यहाँबाट हिँड्दैछौँ होइन। हामी अब पुगेको छैनौँ अझै पनि हाक्सा पुगेको छैनौँ। अब यहाँबाट हामी तयारी हुन्छौँ। त्यसपछि यहाँहरूलाई चाहिँ ब्रेक गर्छौँ। ल लाग्यो है त। ल धेरै टाढा छैन। अब मेरो पछाडि यहाँ देख्नुहुन्छ पछाडि हाक्सा हो। हामी आज त्यहाँ पुग्छौँ। साथीहरू, जङ्गल यात्रा सुरु भयो। अब यहाँबाट हाम्रो लगभग कति लाग्छ यहाँबाट कम सर? कति टाइम लाग्छ यहाँबाट? थाहा छैन कति लाग्छ। अब हिँड्दै जाउँ होइन। वी डोन्ट नो हाउ लङ अबाउट आफ्टर हाउ लङ वी विल गो देयर। यहाँ डाँडाबाट जङ्गलबाट चाहिँ यो समुद्रको दृश्य साथीहरू। कैलाश पर्वत हामी अझै हिँड्ने क्रमै छौँ। अहिले ठाउँ पुगेको छैन। साथीहरू पछाडि यो बाटोमा यो आमा टेम्पल पर्दो रहेछ। त्यो आमा टेम्पल जान खोजेको यस्तो उकालो चलेर हुन्छ हाम्रो। यो त होइन आमा टेम्पल हो। आमा टेम्पल पर्छ बाटोमा। 2 जना हाम्रो मित्रहरू अगाडि हिँड्नु भएको छ।
ठाडो उकालो छ साथीहरू यो ठाडो उकालो छ यो हाक्सा जाने बाटोमा यो आमा टेम्पल पर्ने भएको हुनाले हामीले यो आमा टेम्पल पनि दर्शन गरेर जाउँ भन्ने हिसाबले आमा टेम्पल पनि जाउँ भनेर साह्रै उकालो रहेछ साथीहरू अलि डाँडामा आइपुग्यो अझै आमा टेम्पल चाहिँ आएको छैन यो हामी यहाँ प्यान्ट्याङ्की यहाँ चाहिँ प्यान्ट्याङ्की छ एउटा प्यान्ट्याङ्की आइपुगेको दृश्य त्यो मेरो पछाडिको भाग प्यान्ट्याङ्की हो प्यान्ट्याङ्की यहाँबाट अझ अगाडि गएपछि हामी पुग्ने चाहिँ यहाँ हो यो हाक्सा भन्ने बिच हो यो हामी चाहिँ यहाँसम्म जान्छौँ आजको डेस्टिनेसन भनेको एरिया हो हाक्सा बिच अझै पनि बाटोमै छौँ हाम्रो यात्रा पुनः सुरु हुन्छ यहाँबाट हामी लाग्छौँ अब फेरि सुरु भयो हाम्रो यात्रा आमा टेम्पल दर्शन गरियो फेरि सुरु लाग उहाँहरू चाहिँ रुखको परिक्षण गर्दै हुनुहुन्छ पहिला चाहिँ वन विभागमा काम गर्नुभएको थियो दुईजना त्यही भएर चाहिँ रुख कुन रुख रहेछ यो आइभी ट्री हेर्नुहोस् यो आइभी ट्री रहेछ आइभी वाइट ट्री रहेछ यो सब प्रत्येक रुखमा यो क्युआर कोड हुन्छ यो रुखको सबै डिटेल यो रुखको डिटेल सबै यसमा हुन्छ सबै यो क्युआर कोड स्क्यान गर्ने बित्तिकै यो रुख कुन जातको हो यो चाहिँ यसको आयु कति हो सबै देखिन्छ यो कुन महिना फुल्ने कुन महिनामा सुक्ने यो सबै यसमा चाहिँ देखिन्छ यो क्युआर स्क्यान गरेपछि ल उहाँहरू दुईजना पहिला वन विभागमा काम गर्नुहुन्थ्यो वन विभागको हाकिम पनि हुनुहुन्थ्यो दुईजना त्यही भएर उहाँहरूलाई विशेष ज्ञान रहेछ यो हाम्रो यात्रा जारी छ साथीहरू जङ्गलको बाटो उकालो र ओह्रालो तपाईँलाई कस्तो लागिरहेछ आजको चाहिँ एक्सिडेन्ट हो जर्जर भइरहेछ फेरि पनि आउनुहुन्छ कि थाक्नुभयो माइन्ड फ्रेस भइरहेछ अझै आमा टेम्पोको दर्शन गरेपछि अझै होइन सबै ड्युटी बस्दा गरेर होइन वाक्क भएर आयो छुट्टी भयो तिनजनाको तल्लो रोड फेरि हामी प्यान्ट्याङ्कीको रोडमा आइपुगेका छौँ यहाँ प्यान्ट्याङ्की छ त्यसपछि फेरि अब आमा टेम्पल छेउछाउमा आइपुग्ला डाँडाकाँडा भएको यो ठाउँ यहाँ चाहिँ एउटा रोडपछि यहाँ पार्किङ व्यवस्था छ पार्किङ गर्छ आमा टेम्पल जाने मान्छेले यहाँ पार्किङ गर्न सक्दैन पारी देखेको छ यो चाहिँ आमा टेम्पल हामी चाहिँ आमा टेम्पल छेउछाउ आइपुगेको छौँ जुन मिनटमा आमा टेम्पल पुगिन्छ आजको यात्रा हाम्रो जारी छ साथीहरू यो पछाडिको यो आमा टेम्पल प्रवेशद्वार हामी अहिले चाहिँ जाने क्रममा यो बाटोमा आमा टेम्पल भएको हुँदाखेरि आमा टेम्पल पनि दर्शन गरेर जाउँ भन्ने हिसाबले हिँडेको साथीहरू अगाडि गइसक्नुभयो यहाँको आमा टेम्पलको पनि आफ्नै किमती छ आमा टेम्पल मकमा अर्को ठाउँ पनि छ एउटा 12 इन्च छ एउटा यहाँ पनि छ यहाँ चाहिँ ठुलो खालको आमा टेम्पलको प्रवेशद्वार प्रवेशद्वार पनि यहाँ के चित्रहरू कोदिएको छ यो आमा टेम्पल साथीहरू पुगिसक्नु भएको छ अगाडि
खै कम सर यहाँ सानो पोखरी छ पोखरीमा माछाहरू पनि छ खै कम छ जान मिल्छ भित्र कति सुन्दर छ यो आमा टेम्पल मकौको आमा टेम्पल यो टेम्पल होइन कि यो के टेम्पल स्वयम्भू उहाँको पोजिसन हेर्नुहोस् ल उहाँ एउटा चाहिँ एकदम एक्स्ट्रा व्यक्तित्व भएको व्यक्ति हुन्छ उहाँको फोटो खिचाइ उहाँको पोजिसनलाई हेर्नुहोस् त उहाँ जतिको हिरो सायद यो मक्कामा कोही पनि छैन होला उहाँको पोज म तपाईँ नजिकबाट देखाउँछु उहाँलाई अरू भक्तहरू एउटा बिरालो पनि रहेछ एउटा हेलो हेलो कति राम्रो छ बिरालो यो आमा टेम्पल साथीहरू मगाउको आमा टेम्पल अति सफा सुन्दर रमाइलो पनि छ यहाँ अरू भक्तजनहरू पनि घुम्न आइरहेको छन् विभिन्न मूर्तिकला चित्रले भरिएको कुदिएको ठाउँ यो हाम्रो साथीहरू फोटो खिच्ने व्यस्त हुनुहुन्छ बिचरा बिरालो धुनहरू पनि बजिरहेको छ मैले त सामान बोकेरै आएको थिएँ कहाँ राख्नु तपाईँहरूले सरी मैले सामान यतै लिएर आएको छु यहाँ चाहिँ कछुवा टर्नै छ साथीहरू म यहाँलाई कछुवा देखाउँछु कछुवाहरू टन्नै छ कछुवा मजाले पाउँछ ब्याग लानु पाउँछ जुत्तामा जानु पाउँछ यो नेपालको जस्तै बाहिर
अनुसार पूजा गर्दै हुन्छ धुप हाल्दै हुन्छ र हामी भित्र जान्दैनौँ हामीले अलिकति खाइसकेको हुँदाखेरि खानपिन गरेको हुँदाखेरि भित्र गइएन बाहिर दर्शन गरेको उहाँहरू चाहिँ पुरै चस्मा लाएर पूजा त चस्मा लाएरै पूजा गर्ने हो उहाँ चाहिँ एकदम भ्याइ मान्छे हो चस्मा लाएर पूजा गर्दिनुहुन्छ पुरै काँचा लाएरै गर्नु भएको छ यहाँ टाढै हो सब एकैचोटि बालेर तपाईँले बाल्नु भएन बाल्नु बिस्तारै मैले पनि यहाँ त बाल्छु साथीहरू बालेर बल्ल अगाडि बढ्छौँ अब सबैले आएर यहाँ धुप हालेर पूजा गर्ने गर्छ त्यही अनुरूप हामी पनि यहाँ टेबलमा धुप हालेर पूजा गर्छौँ साइम जानु लागेको हाक्सा हो हाक्सा टेबल बाटो पर्छ हामी बेलामा बाटो पर्ने साथीहरू अगाडि यो फोर्थ फेसेस 4वटा टाउको भएको स्ट्याचु छ यहाँ कति सुन्दर स्ट्याचु कति रमाइलो छ हेर्नुहोस् त दृश्य आमा टेम्पलको स्ट्याचु ठ्याक्कै हाम्रो नेपालको जस्तो कृष्णगिरी जस्तो छ यहाँको डाँडा अन्त कृष्णगिरी जस्तै नेपालमा यो मकाउमा डाँडाकाँडा छैन तर ल हेर्नुहोस् कति डाँडाकाँडा होइन त ठ्याक्कै रोल्पाहरू पुग्नु जस्तो पनि छ ल गाइस साथीहरू हामी हाक्सा बिचको नजिक आइपुगेका छौँ यो झोलुङ्गे पुल हो हामी खास यहाँ जान खोजेको तर बन्द रहेछ मेन्टेनेन्सले गर्दाखेरि यो बेगनास ताल जस्तै हाम्रो यो नेपालको जस्तो यहाँ ताल जस्तो यहाँ ताल पनि छ एउटा यहाँ हाम्रो दोस्त मेरो दोस्तहरू परममित्रहरू होइन उहाँहरू मेरो एकदम परममित्र हो हिँडिरहनु भएको छ पुरै भारी अझै पनि जङ्गलमै छौँ हाक्सा पुगिसकेका छैनौँ अनि यहाँ एउटा पुल रहेछ झोलुङ्गे पुल त्यहाँबाट जानु खोजेको पुल चाहिँ बन्द रहेछ मेन्टेनेन्स गरेर होला सायद जङ्गलको यात्रा आज कार्यक्रम गएको छ यतापट्टि यहाँ फुल पनि रहेछ आजको जङ्गलको यात्रा सो नाइस एकदम चाहिँ हाम्रो आजको जङ्गलको यात्रा चाहिँ एकदम रमाइलो भइरहेको छ तपाईँहरू पनि यसरी रमाइलो गर्नु होला होइन जिन्दगीमा जति काम गरे पनि जति गए पनि साथीहरू यस्तै हो तर इन्जोय भनेको गर्नुपर्छ होइन जति दुःख गरे पनि कहिले काहीँ चाहिँ यसो इन्जोय गर्नुपर्छ हामी छुट्टी दिन आएको छ सो डोन्ट माइन्ड हजुर ल हामी चाहिँ यो पुल क्रस गर्छौँ यहाँबाट जान्छौँ हामी यो पुल ल हाम्रो मित्र मेरो परम मित्रहरूले फोटो खिच्दै हुन्छ यो मितेरी पुल यो यति राम्रो छ पुल साथीहरू हामी अलिक नजिक आइपुगेको छौँ कताबाट जाने हो ढकामट फुल फुलेको छ हाक्सा हामी पुग्ने वरिपरि पुग्नै लागेको छौँ हामी भन्नु सारी भन्ने हुन्छ वाह 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 उहाँको सायरी दर्शकमा माफ गर्नु होला उहाँले सायरी भन्नुभएको छ त्यो चाहिँ अहिले हामी हाक्साको नजिकै आइपुगेका छौँ अहिले हामी
हाक्साको नजिक आइपुगेका छौँ हाक्साको नजिक आइपुगेका छौँ अब हेर्दा रात त पऱ्यो तर पनि अब यहाँले दृश्य हामी देखाइरहेको छौँ रातिको दृश्य छ जति राति भयो दर्शक पनि यहाँ त्यति रमाइलो हुन्छ साथीहरू एकदम रमाइलो भयो राति जति राति भयो त्यो रमाइलो त्यो पछाडिपट्टिको मेरो यो हाक्साको ड्याम हो यो यहाँबाट हामी माथिमा गरिन्छ हामी जम्मा गरेर तल हाँस्मा आउँछ रमाइलो खान्छ जति राति भयो उति रमाइलो हुन्छ अनि हामीलाई रात परे तापनि हाक्सासम्मकै दृश्य देखाउने आशा गर्दछु रात परे पनि उहाँ त्यहाँको दृश्य म देखाइरहन्छु दर्शक पनि कृपया अन्त्यसम्म हेर्नु होला र आउनु 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 उहाँ साथीहरू एकदम सायरी मास्टरले सायरी भर्खरै भन्नु हो जहाँ ड्याम छ त्यहाँ मन छैन जहाँ मन छ त्यहाँ किन ल उहाँ चाहिँ सायरीमा पहिला उहाँहरू सबै सायरी मास्टर हुन्छ पहिला वन विभागमा रेन्जर हुन्थ्यो सायरी मास्टर पनि हुन्थ्यो पहिला रेन्जर काम गरेको 2-3टा यसो क्यान लगाएपछि सायरी मास्टर बनेको उहाँहरूको चाहिँ भनाइ त्यो छैन तर दर्शक दिन रात परे पनि एकदम रमाइलो दृश्य छ साथीहरू रमाइलो भइरहेको छ रात परे पनि परे तापनि म यहाँहरूलाई हाक्सासम्म लैजाने प्रयत्न गरिदिन्छु तबसम्म भिडियो हेरिदिनु होला अब रात परेको अवस्था छ हामी त्यही पनि रोडमा हिँडिरहेको छौँ केही क्षणमै लगभग 5 मिनट जतिमा हामी हाक्सा पुग्नेछौँ यहाँहरूलाई हामी हाक्साको दृश्य देखाउनेछौँ यहाँ दिउँसो र रातसँग सम्बन्ध हुँदैन साथीहरू राति भए पनि रमाइलो हुन्छ दिउँसो पनि रमाइलो हुन्छ त्यो कुनै सम्बन्ध हुँदैन रात भए पनि दिउँसो पनि हाम्रो रात परे पनि एउटै हो यहाँ झलमल्लै हुन्छ यो चाहिँ रोडको दृश्य त्यो साथीहरू रोड पछि हामी साथीहरू यो चाहिँ यो हाक्सा अब अहिले हामी हाक्सा पुगिसकेको जानकारी गराउन चाहेँ यो चाहिँ बिबिकी गर्ने ठाउँ यहाँ चाहिँ बारबेकी गरेर टक्क खाने ठाउँ हो यो राति भएर पनि यो सायद त्यो अनुभव हामीलाई भइरहेको छैन दिउँसो जत्तिकै हिँडिरहेको छौँ यहाँ दिउँसोसँग रातिसँग सम्बन्ध हुँदैन जतिखेर पनि खुल्ला हुन्छ 24 आवर्स इट्स ओपन हेर्नुहोस् कति रमाइलो छ यो चाहिँ शौचालय यहाँको शौचालय अति नै सफा सुग्घर हुन्छ यो सबै बिक्री गर्ने ठाउँ हो यो बारबेकी गर्ने ठाउँ डक्टर बारबेकी गर्ने खाने बस्ने रमाइलो गर्ने यहाँ गभर्मेन्टले यसरी मिलाउनु गर्छ नि हाम्रो जस्तो देशमा हुँदैन हाम्रो त्यो राति झगडा गर्छ भन्छ अनि के गर्छ भन्छ यहाँ चाहिँ यति रमाइलो छ यति हामी सबै उहाँहरू चाहिँ राति गर्न रमाइलो राति एकदम शान्तिस्थिर सिद्धेश यहाँ त्यसरी नै एउटा बास्केटबल गेम पनि छ जहाँ चाहिँ हामीले खेल्न सकिन्छ बास्केटबल if we have basketball we can play over here साथीहरू फाइनल्ली हामी हाक्सामा आइसकेका छौँ यो रातिको दृश्य देख्नुभयो यहाँहरू देख्नु सक्नुहुन्छ यति रमाइलो छ यति नै रमाइलो छ हाक्सा बिचमा यहाँको दृश्य अनि चाहिँ देखिन र त समुद्र यहाँ रात दिउँसोमा धेरै रमाइलो देखिन्छ अब हामी यहाँ केही समय बसेर हामी अब फर्किन्छौँ दिउँसो भएको म तपाईँहरूलाई सबै यहाँ देखाइदिन्थेँ तर चाहिँ अहिले राति भएर त्यो दृश्यहरू देखिँदैन यदि अरू समयमा कुनै बेलामा भयो भने यहाँ दिउँसोको समयमा देखाउँछु यहाँको त्यस्तो गर्नु साथीहरू अहिले हामी हाक्सा आइपुगेका छौँ यहाँहरूले मैले सुरुमा हेर्दाखेरि डेस्टिनेसन भनेको थिएँ डेस्टिनेसन भनेको यही नै भएको छ यति रमाइलो छ कि यहाँ वर्णन गरेर कुनै साध्य छैन एकदम पानी खानाहरू आइरहेको छ अन्त रात पऱ्यो त्यसको लागि हामी सो सरी राति मैले यहाँहरूलाई राम्रोसँग देखाउनु सक्छु त्यसको लागि माथि जान्छु त्यो दिउँसो भएको अति रमाइलो हुन्थ्यो हामी हिँडेर आउँदाखेरि हिँड्दा केही ढिलो भयो त्यसको लागि चाहिँ क्षमा प्राप्ति छु साथी टाइम नगर्नु होला अब राति भए पनि झलमल्ल छ त्यस्तो बोलिरहेको छ हाम्रो डेस्टिनेसन आजको यहीँसम्म नै हो
हामी यहाँसम्म आयो कति त्यही समय यहाँ खान बस्नुको अराउन्ड 20 मिनट जति बस्छ। 1 घन्टा जति बस्छु। हाम्रो कमसरले भन्नुभयो उहाँले होइन हामी एटलिस्ट 1 आवर 1 घन्टा जति बस्छौँ होला त्यहाँदेखि फर्किन्छौँ। साथीहरू हामी चाहिँ अब हाक्साबाट लाग्यौँ। यहाँबाट हामी चाहिँ अब आजको हाम्रो हाक्सासम्मको यात्रा सफल भयो। जङ्गलबाट हिँडेर राति भए पनि हामी चाहिँ हाक्सासम्म आइपुग्यौँ। अब यहाँबाट हामी जाँदैछौँ। हामी रिटर्न टु ब्याक होम र हामी चाहिँ हाक्साबाट फर्किनुपर्छौँ। यहाँबाट चाहिँ हाक्साबाट हामी अब जाने प्लान छ। अब हेरौँ अब कतिसम्म हुन्छ। अब गाडी भयो भने गाडी जानुपर्छ। टेक केयर, गुड नाइट एभ्रिवान।